हेलो हेलो मैले हजुरहरूलाई यहाँ धेरै कुरा देखाउन गइरहेको छु हेर्नु होला है कृपया यहाँ धैर्य गरेर हेर्नु होला भिडियो चाहिँ पुरै हेर्नु होला है गाइज भन्न चाहन्छु मैले अब चाहिँ तपाईँलाई मैले अब यता देखाउन गइरहेको छु है टक्क यहाँको ल हेर्नुहोस् वातावरण कति राम्रो छ यो मौसम आजको होइन धेरै राम्रो छ यो चाहिँ ट्रेन स्टेसन हो हामी चाहिँ ट्रेन स्टेसनबाट चाहिँ गाडी चाहिँ हिँडेको छ ट्रेन हिँडेको छ होइन अब चाहिँ यहाँ हेर्नुहोस् यहाँ खेतका बारी कति छन् हेर्नु न आकाशमा कति राम्रो यो बादलभित्र म भन्न नमिल्ने होइन तर चाहिँ कति राम्रो मौसम हेर्नुहोस् आजको यिनी खेतबारीहरू हेर्नुहोस् हजुर यो खेतबारी यस्तो छ कि यसमा चाहिँ तोरी अहिले तोरी रोपेको छ तोरी फलो भने चाहिँ सारा चेक रिपब्लिकलाई पुगेर अझै बेच्छन् यहाँका मान्छेहरूले होइन गाउँलेखेरि पुरा बियर के को बियर यो चाहिँ कारखाना है चाहिँ होइन कारखाना पुरा थोत्रो भएछ यो चाहिँ महावीर पुनलाई लिने हो एकदम खाँचो छ महावीर लिने अनि यो त भ्याइ हो कि खतरनाक नयाँ बनाइदिनु हुन्थ्यो उहाँ सरले अब के गर्ने अब उहाँ नेपाल आउनु उहाँ शिक्षा मन्त्री हुनु होइन उहाँले राम्रै काम गर्नुभएको छ अहिले ल यो जङ्गल ओ माइ गड ल है हजुर ल हेर्नुहोस् युरोपको जङ्गल हेर्नुहोस् जङ्गल भनेको यस्तो हुन्छ हाम्रो जस्तो रानी वन हुन्न के हजुर यहाँ त पालेका बुट्टा हेर्नुहोस् न यसरी पाल्नु पर्यो के बुट्टाहरू टक्क बेच्ने होइन अब संरक्षण गर्ने होइन ल हेर्नुहोस् यहाँ हेर्नु यो बस्ती होइन पुरै कबाड रहेछ कबाड ल हेर्न सक्नुहुन्छ हजुर खेतबारी यहाँ जोतेका छन् यी स्याउका बुट्टा ल हेर्नुहोस् त यहाँ यिनी स्याउका बुट्टा दिस इज स्याउको बुट्टा स्याउका बुट्टा दिस इज स्याउका बुट्टा है ल ठिक छ ल हेर्नुहोस् गाउँका बस्ती भनेको यस्ता हुन्छन् यिनी चाहिँ समर हाउस हो है हजुर समर हाउस हो ट्याक्कै समरमा आएर बस्ने होइन यता चाहिँ ताल छ ताल है यता चाहिँ ताल छ होइन यता खेतबारी हेर्नुहोस् बारी त कत्राखान यिनी बारी हेर्नु हो भने तपाईँले